स्वागत छ सम्पूर्ण साथीहरुमा। फेरि पनि महत्त्वपूर्ण जीके प्रश्न उत्तरको सङ्गालामा तपाईहरुलाई स्वागत छ। अब लागौं भिडियोतर्फ। आजको महत्त्वपूर्ण पहिलो प्रश्न साथीहरु, नेपालको कुन ठाउँमा सबैभन्दा पहिले बिजुली बलेको थियो? अप्सन ए गोदावरी, अप्सन बी फर्पिङ, अप्सन सी मा छ भक्तपुर, अप्सन डी मा रहेको छ साथीहरु नगरकोट। राइट आन्सर गेस गर्नुस्, भिडियोलाई लाइक गर्नुस्। सही जवाफ हो अप्सन बी फर्पिङ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। पशुपतिनाथको मन्दिर कुन नदीको किनारमा रहेको छ? अप्सन ए बागमती, अप्सन बी मनोहरा, अप्सन सी विष्णुमती, अप्सन डी साली नदी। साथीहरु राइट आन्सर गेस गर्नुस्, भिडियोलाई लाइक गर्नु होला। सही जवाफ हो अप्सन ए बागमती नदी। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। ट्र्याक्टरको आविष्कार कुन देशमा भएको हो? अप्सन ए स्कटल्यान्ड, अप्सन बी जर्मनी, अप्सन सी जापान, अप्सन डी अमेरिका। ट्र्याक्टरको आविष्कार कुन देशमा भयो? राइट आन्सर गेस गर्नुस्। सही जवाफ हो अप्सन डी अमेरिका। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। नेपालको सबैभन्दा पुरानो जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी ललितपुर, अप्सन सी भक्तपुर, अप्सन डी मा रहेको छ मकवानपुर जिल्ला। राइट आन्सर गेस गर्नुस् साथीहरु। सही जवाफ हो भक्तपुर जिल्ला, अप्सन सी। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। नेपालमा सर्वप्रथम रेल कहिलेदेखि चल्यो? विक्रम सम्वत 1985, अप्सन ए, अप्सन बी मा छ विक्रम सम्वत 1984, अप्सन सी विक्रम सम्वत 1960, अप्सन डी मा रहेको छ विक्रम सम्वत 1970। सही जवाफ हो अप्सन बी विक्रम सम्वत 1984 मा। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। नेपालको पहिलो प्राचीन राजा को हुन्? नेपालको पहिलो प्राचीन राजा को हुन्? अप्सन ए अभय मल्ल, अप्सन बी एलम्बर, अप्सन सी अरिदेव, अप्सन डी भुक्तमान। सही जवाफ हो साथीहरु अप्सन डी भुक्तमान। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। मानिसले सबैभन्दा पहिले पालेको जनावर कुन हो? अप्सन ए बिरालो, अप्सन बी भैँसी, अप्सन सी गाई, अप्सन डी मा रहेको छ कुकुर। राइट आन्सर कमेन्ट गर्नु होला साथीहरु, आन्सर गेस पनि गर्नु होला। सही जवाफ हो अप्सन डी कुकुर। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। हप्ताको बिहीबार भए जस्तै वर्षको के हुन्छ? अप्सन ए असोज, अप्सन बी कार्तिक, अप्सन सी मा छ भदौ, अप्सन डी मा रहेको छ साथीहरु साउन। राइट आन्सर गेस गर्नु होला, भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। सही जवाफ हो अप्सन सी भदौ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। विश्वको यस्तो कुन देश हो जहाँ एउटा भागमा दिन र अर्को भागमा चाहिँ रात हुन्छ? अप्सन ए अस्ट्रेलिया, अप्सन बी रसिया, अप्सन सी ब्राजिल, अप्सन डी क्यानाडा। कुन देश होला साथीहरु? राइट आन्सर गेस गर्नुस्। सही जवाफ हो अप्सन बी रसिया। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। आफ्नो नाम आफै बिर्सने वैज्ञानिक को हुन्? अप्सन ए अल्बर्ट आइन्स्टाइन, अप्सन बी माइकल फ्याराडे, अप्सन सी आइज्याक न्युटन, अप्सन डी थोमस अल्वा एडिसन। कुन होला साथीहरु आफ्नो नाम आफै बिर्सने वैज्ञानिक? सही जवाफ हो अप्सन डी थोमस एल्वा एडिसन। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। सेतो हात्तीको देश भनेर कुन देशलाई चिनिन्छ? अप्सन ए नेदरल्यान्ड, अप्सन बी लाओस, अप्सन सी नेपाल, अप्सन डी मा रहेको छ थाइल्यान्ड। साथीहरु गेस गर्नुस् राइट आन्सर। सेतो हात्तीको देश कमेन्ट गर्नु होला। सही जवाफ हो अप्सन डी थाइल्यान्ड। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं।
नेपाली भाषाको उत्पत्ति कुन भाषाबाट भएको हो? अप्सन ए अवधी, अप्सन बी हिन्दी, अप्सन सी पाली, अप्सन डीमा रहेको छ संस्कृत र कुन भाषाबाट हो साथीहरू? राइट एन्सर गेस गर्नुस्। सही जवाफ हो अप्सन डी संस्कृत र भाषाबाट। साथीहरू कतिवटा मिलाउनुहुन्छ कमेन्ट गर्नुहोला। अर्को प्रश्नमा लागौँ। किरात जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ? किरात जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ? किरात जातिको अप्सन ए पारवाहाङ, अप्सन बी त्रिपिटक, अप्सन सी मुन्धुम, अप्सन डीमा रहेको छ साथीहरू बाइबल। सही जवाफ हो साथीहरू अप्सन सी मुन्धुम। किरात जातिको धार्मिक ग्रन्थ मुन्धुम हो। अर्को प्रश्न। नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कुन हो? अप्सन ए नेपालगञ्ज, अप्सन बी मुस्ताङ, अप्सन सी रामेछाप, अप्सन डी पोखरा। राइट एन्सर गेस गर्नु साथीहरू, भिडियोलाई सेयर गर्नुहोला। सही जवाफ हो अप्सन बी मुस्ताङ जिल्ला। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ। 20 हजारी ताल कुन जिल्लामा रहेको छ? अप्सन ए कैलाली, अप्सन बी बर्दिया, अप्सन सी चितवन, अप्सन डीमा रहेको छ मकवानपुर। 20 हजारी ताल कुन जिल्लामा पर्छ साथीहरू? गेस गर्नुहोस् एन्सर। सही जवाफ हो अप्सन सी चितवन जिल्लामा। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ साथीहरू। विश्वको सबैभन्दा ठुलो घडी बिओइन कुन देशमा रहेको छ? अप्सन ए बेलायत, अप्सन बी जर्मनी, अप्सन सी भारत, अप्सन डीमा रहेको छ पोर्चुगल। साथीहरू राइट एन्सर गेस गर्नुस्। सही जवाफ हो अप्सन ए बेलायत। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राम कुन देशको कम्पनी हो? अप्सन ए बेलायत, अप्सन ए चीन, अप्सन सी भारत, अप्सन डीमा रहेको छ अमेरिका। गेस गर्नु साथीहरू राइट एन्सर। एकदमै महत्त्वपूर्ण प्रश्न। सही जवाफ हो अप्सन डी अमेरिका। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ। जुनसुकै मौसममा पनि फल्ने फल कुन हो? अप्सन ए अनार, अप्सन बी स्याउ, अप्सन सी केरा, अप्सन डी एभोकाडो। गेस गर्नु साथीहरू हरेक मौसममा पाइने फल कुन हो? सही जवाफ गेस गर्नुहोला। भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। सही जवाफ हो साथीहरू अप्सन सी केरा। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ। संसारमै सबैभन्दा छिटो उड्ने चरा कुन हो? अप्सन ए गोल्डन इगल, अप्सन बी फिसिङ बर्ड, अप्सन सी कमन स्विफ्ट, अप्सन डीमा रहेको छ पेरेग्रिन फाल्कन। गेस गर्नु साथीहरू राइट एन्सर। राइट एन्सर हो अप्सन डी पेरेग्रिन फाल्कन। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ साथीहरू। पानी जहाजको आविष्कार कसले गरेका हुन्? अप्सन ए रोबर्ट फल्टन, अप्सन बी जेम्स वाट, अप्सन सीमा रहेको छ जोन फिच, अप्सन डीमा रहेको छ साथीहरू मार्टिन कुपर। राइट एन्सर गेस गर्नुहोला साथीहरू। भिडियोलाई लाइक र सेयर पनि गर्नुहोला। कतिवटा मिलाउनुहुन्छ गेस गर्नुहोला एन्सर। राइट एन्सर लेख्नु होला। सही जवाफ हो रोबर्ट फल्टन। पानी जहाजको आविष्कार गर्ने रोबर्ट फल्टन। आजको अन्तिम प्रश्न। नेपालको सबैभन्दा पुरानो जाति कुन हो? अप्सन ए नेवार, अप्सन बी थारू, अप्सन सी मगर, अप्सन डी किरात। साथीहरू राइट एन्सर कमेन्ट गर्नुहोला। तपाईँले गेस गर्नुहोला कतिवटा मिलाउनु भयो। यसको सही जवाफ हामी हेर्नेछौँ साथीहरू। नेपालको सबैभन्दा पुरानो जाति कुनलाई मानिन्छ? सही जवाफ हो साथीहरू अप्सन डी किरात जातिलाई मानिन्छ। थ्याङ्क्स।